हो सबैलाई सेवारो फेरि पनि आज म बा मिठा तिता जम्मै खालको कुरा गर्नको लागि पहिलाको र अहिलेको जम्मै कुराकानीहरू गर्नको लागि चाहिँ हाम्रो कायक इन्द्र सुशीलो तिलिङ चुङबाङलाई म ल्याएको छु। फुसुन्दै हेरेको बात गर्ने थेहरू हब हब गरेर बसिरहेछ। anda tadi asik yang kira ngomong kamu kalau begini ngomong mau tegang mau kerang variannya फेरि थेन बोक्साङ किसिङ पखेङ खेङ ग चामलको पैसाहरु उठाउनु गएको पैसा नदिएर मैले बुच्चा समाएर ल्याएको छु आज। लु फेरि कसको बुच्चा चाहिँ समाए छ नि तल आउ तल कुलुम बगिनी अम्माको बुच्चा मैले समाएर ल्याएको छु। 2500 चामलको पैसा उठाउनु पर्ने थियो तर 1500 को दाम गर्न मलेर मैले बुच्चा यत्रो समाएर ल्याएको छु आज। रिस उठिरहेछ भन्ने लु फनै पछि अर्को बुच्चा पनि समाउने बेला भएछ। अर्को बुच्चा पनि उही कान ठारो यस्तो नि कान त्यो नराम्रो खालको बुच्चा रहेछ। यस्तो खालको चाहिँ भएको भए चाहिँ 2500 को दाम उठ्थ्यो होला तर कान ठारो रहेछ त्यो बुच्चाको। लु 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 यो क्लुम्बाङ्गिनी के भएको रहेछ आजदेखि लु उठारो भन्दा अब त आलो दङमा बिहा मार्ने गते माबिरुन खास मात्रामा भन्नु पर्दाखेरि मैले यो गाउँमा मलाई धेरै डुबाएको छ। मलाई लु कति डुबाए छ फेरि सबैले कुनैले 50,000 कुनैले लाखसम्म मैले डुबाएको छ। मलाई डुबाएको छ। अबदेखि म उधारो सुधारो बन्द मैले गर्ने अबदेखि म पसल पनि बन्द गर्छु होला सायद। फुसुदे जेसुकै होस् हिसाब किताब चाहिँ त्यहाँ पुरा होस् फेरि त्यो ठाडो गान्जामै इच्छा दिनु नपरोस्। त्यही मैले सोचिरहेको छु। अब हिसाब किताब चाहिँ एकदमै क्लियर गर्ने। म भनेको उकालो पनि उफ्रिन्छु तेर्छो पनि उफ्रिन्छु त्यो खालको मान्छे हो। तर राम्रोसँग यिनीहरूले मलाई चिनेको छैन कि बुच्चा जतिको त उफ्रिनु सक्छौ। अरे अन्य मलाई पत्याउँदैन। खास मात्रामा भन्नु पर्दाखेरि एकदम प्रेम से पिन्न थापाङ से पिन्न सौमाङ से पिन्न लु बा पिम्मा गर्नु अब सुन्दैको त सारै रिस उठाएछ यो कुलुम्बाङ्गिनी जेठीले। अम्मा एकदम त सारो रिस उठ्छ अन्ने अनि खरेती यसो चाडहरू दिएर पठाएन खरेती चाड ल्याउने भए त अन्ने माथि यहाँदेखि उकालो ओह्रालो हिँड्नु कम त साह्रो छ। यो गुलुम्बाङ्गिनी जेठी आओस् त म भोलि मै खेदाइदिन्छु पो। अब साह्रै पो मेरो फुसुन्दे मेरो भतिजोलाई यति साह्रो दुःख दिएछ नि त। साँच्चीकै साह्रो दुःख दिइरहेछन् कि सम्झेर ल्याउँदाखेरि साँच्ची कुच्चै प्यान्ने आहामै उरो त हङ्कामे चेसङ अब त्यसरी रुनु त हुँदैन। अब उठाउनु पर्छ अर्को बुच्चा समाएर। अब त्यही नगरी भएन। अब बाँकी म जति पनि भएको मान्छेहरूलाई सबैलाई म उनीहरूको बुच्चा हुन्छ कि कुखुरा हुन्छ कि गाई हुन्छ कि गोरु हुन्छ कि म भैँसी हुन्छ कि सबै म तानेर ल्याउँछु। अब लु ल्याउनु पर्छ कसलाई बोलाउनु पर्छ साथी म सारबाजी त्यसले म लगेर जान्छु। त्यसले लेखन तासमा राख्छु अनि त्यहाँको 2-4 जनाले म समाज राखेर भए पनि मेरो सबै ऋणहरू म उठाउँछु। मेरो चामलको पैसाहरू उठाउँछु म। यसरी अर्काको खाएर त हुँदैन त। यो फुसुन्देको चामल चाहिँ त्यो किन खानु पर्ने यो कुलुम्बाङ्गिनी जेठीले बा त्यसरी खानु हुँदैन। ढिलो भयो दिनुपर्छ। मैले पनि पसल उतादेखि ल्याउनु पर्छ भनेर भन्दाखेरि कहाँ पत्याउँछ मान्छेले। अहिले पनि ढाँटेको छ भोलि पनि ढाँटेको छ। गाउँमा गरी खानु सकिएन बा गाउँमा अब साथीहरू छ है भनेको त छैन रहेछ। अब फुसुन्दै के गर्नुपर्ने खास मात्रामा भन्नु पर्दाखेरि गाउँमा गरी खान सकिँदैन। अब सबै अब बजारतिर सहरतिर पसिजानु पर्छ। बजारमा त छानसम्म नै ठोक छ होला नि त। बजारमा त उठाउन सकिन्छ नि नजिक हुन्छ नि। गाउँमा त यहाँदेखि माथि मेरो तल लम्बु खोलासम्म छ उधारो। हो बा खुट्टाहरू जम्मै फोका उठ्यो होला। सबै यहाँ सबै खोल्ती भरि सबै पिल्सी गएको छ नि। हेर्नु त खुट्टाहरू सबै पिल्सी गएको छ। तरिका जम्मै नेमा पिल्सिङ पिल्साइदिएछ। बा यस्तो एक पटुका चाड दिएको हो यति साह्रो नरिसाउने फुसुन्दे साह्रै रिसाउने गरी बनाएछ। आफ्नै पैसाले दुःख दिन्छ भनेको हो रहेछ अनि आज मात्रै मलाई थाहा हुँदैछ यो। अनि माथि गाउँको बाजेले भनेको तिम्रोमा सुँगुरको बच्चाहरू कस्तो छ रे? त्यो बाजेले भन्नुभएको मेरो सुँगुरको पाठाको कान चाहिँ यस्तो छ अरे अनि उसको सुँगुरको पाठाको कान चाहिँ यस्तो छ अरे। धेरै हल्लिन्छ अरे। मेरो चाहिँ यस्तो ठाडो कान छ मेरो सुँगुरको पाठाको कान अनि त्यही भएर मेरो चाहिँ थोरैमा बिग्छ अरे। अनि उसको चाहिँ यस्तो परेको छ अरे उसको पाठाको कान चाहिँ सुँगुरको पाठाको कान अनि उसको चाहिँ धेरैमा बिग्छ अरे। कति गुडीमा बिग्दो रहेछ नि त्यसले परेको कानले? अब मेरो चाहिँ 3 मुरी अरे यस्तो कान परेर उसको चाहिँ 4 मुरी 5 बातीमा बिग्छ अरे यो यस्तो कान परेकोले गर्दा। भन्दाखेरि अब कस्तो खालको सुँगुर पाल्नु पर्दो रहेछ? अबदेखि यस्तो कान ठाडो भएको सुँगुर चाहिँ नपाल्नु रहेछ। यस्तो कान भएको सुँगुर चाहिँ पाल्नु पर्दो रहेछ। भनेपछि त्यसले हल्लेको त्यो बाजेकोमा जानुपर्छ। त्यसले हल्लेको कान भएको सुँगुरको पाठाहरू पाउँदो रहेछ। अबदेखि घरमा कस्तो सुँगुर पाल्ने इन्द्रे? यस्तो खालको कान भएको यस्तो तेलेम
अनि बेचेर मलाई रक्सी दिने कि नदिने? रक्सी दिने नि 3 पाने रक्सी खुवाउने। इन्द्रै हेर बात पात रखे लु सेवारो कसा सेवा रह अनि आमा कतातिर हल्लिँदै आमा टनासहरू गर्दै गीतहरू मात्रै गाउँदै हिँड्दैछौ, के छ खबर? अब आजभोलि त यतैतिर छु डाँडासहरू यसो हेर्छु। आजभोलिको डाँडासहरू मलाई चित्तै बुझ्दैन, खै कसरी नाच्छ यता पनि कोल्चिन्छ उता पनि कोल्चिन्छ। खै ती डाँडासहरू कहाँको डाँडासहरू हो, न त अमेरिकाको हो न त जापानको हो, मैले केही पनि बुझेको छुइनँ अहिले। अनि हौ नबुझिकन चाहिँ आफै चाहिँ के भन्दै हिँड्दैछौ हौ? होइन पहिलाको डाँडासहरू त कस्तो राम्रो हुन्थ्यो। यसो अब के अरे चेलीबेटी नाच्दाखेरि ढोल नाच्दा पनि डाँडास गर्दा पनि अलिकति हात खुट्टाले छुँदाखेरि यसो तल सेवारो गरेर माफी माग्ने चलनहरू थिए। तर अहिलेको डाँडासहरूमा त्यस्तो नहुँदो रहेछ। माथि उनीहरूको ढाडमा यसो चढेर नाच्छन् तर पनि चुप लागेर बस्छ, त्यस्ता पनि हुन्छ। त्यस्तो डाँडास त पहिला हाम्रो जमानामा थिएन। खनै बच्ची पहिला हामी नै सत्यमा थिएछौँ। पहिला हामी त केसर सत्यमा नि साँच्चीकै भन्नु पर्दाखेरि त आजभोलिको केटाकेटीको डाँडासहरू त मलाई पिटिकै मन पर्दैन। अनि भन्दामाखेरि पहिलाको र अहिलेको डाँडासमा चुदाउँदाखेरि के भन्नुहुन्छ त? पहिलाको डाँडासहरू राम्रो नै हो। कति साह्रो भेट्नुमा आम्मामा कति साह्रो प्रयोग भयो, कस्तो रमाइलो तरिकाले नाच्थे। अहिलेको त यता कुब्ले नि घोज्छ, यता नि घोज्छ, यता खुट्टाले नि टेक्छ, एठे तते गर्छ, एठे नि गर्छ। तल सबै हल्लाउँछ। उहिले त कति मजाले खुट्टाको चालहरू, आँखाको चालहरू, हातको चालहरू चलाएर कति मजाले नाच्थे। अहिलेको डाँस र पहिलाको डाँस अलिकति देखाउँ त लु गाएर। अब पहिलाको अब डाँस अब आउनुभन्दा अगाडि त अब त्यस्तै अब पालाहरू त हुन्छ नि। अब त्यो हात पारेहरू अब कति मजाले अब गाउँथे। गीतहरू पनि अब कति मजाले अब हाम्रो लिम्बू टोनमा गाउँथे। आजभोलि ती गीतहरूलाई बिगारेर विभिन्न थरीको यो भाषा ठोके जस्तो कहाँको त्यो हप्सीले गाए जस्तो गाउँछन्। तर त्यो चाहिँ मलाई पिट्टिकै मन पर्दैन। अब उहिलेको गीतहरू अब अलिकति यहाँहरूलाई बसराउनु पर्दाखेरि यस्तो खालको अब छै पकान्दे भनेर कति मजाले हुन्थ्यो। तर आजभोलि त त्यसरी गाउँदैन नि गीतहरू, सबै बिगारी कसो गाउँछ त? हामी यस्तै त हो नि बरो भन्छ। त्यस्तै त हामी त यस्तै त हो नि बरो, यता ती हो नि खै के बरो त्यो सबै बिगारेर गाउँछ। अनि त्यही भएर आजभोलिको गीत सङ्गीत मलाई पिट्टिकै मन पर्दैन। उहिलेको गीतहरू बेलामा यसो रेडियोमा बज्दाखेरि कता उराट बिराट लाग्दैन। म त यसरी बसेर सुनिरहेको छु। अनि आफू पनि ठुलो गायक अब पालमहरू गाउने खालको अब कस्तो खालको पालमहरू गाउनुहुन्छ र के गर्नुहुन्छ? म त त्यही पहिलाकै बुढापाकाहरूले गाए जस्तै गाउनु खोज्छ। तर अब कता अब मिल्दैन होला, त्यति विधि पुऱ्याएर त म गाउनु सक्दिनँ होला। तर पनि म कोसिस चाहिँ गरिरहेको छु। ए लु बा साह्रै राम्रो गाउनु हुँदो रहेछ, सुनेको छु म बुढी मान्छेले पनि कि। ए के खेप्छौ आबियाटे? खेप्सुङ वान लो नो बारो आते तो खेप्बा बोक्ला नि एक थोक साबलो हा खेप्बा बो। खेप्सुङ यहाँ तर संज्या कानको जालीहरू फुट्ने गरी चाहिँ नगाउनु कि, अलिक बिस्तारै गाउनु। त्यति बेला अलिक टाढै पो बस्नु पर्छ त। नि बाइकको त्यो अगाडि गएर काट टसाएर बोल्यो सुन्यो भने त फुट्छ त। बुढी मान्छे सुन्दैनन् त हो, पछाडिदेखि सुन्नु पर्छ बुढी मान्छे भएर। उता अगाडि गयो भने त भरे केटाकेटीहरूलाई कुल्चिनु बेर पनि लाउँदैन। भनेपछि हाम्रो इन्द्र सुशीलको अर्को यो खै मुखहरू पनि पो खोलिँदैन रहेछ त बोल्दामाखेरि त। जिन्दगीमा ज्यासङ के अब के भन्नुहुन्छ नि? यता सम्मले हेर्दैछ त नि। अब म चाहिँ के भन्छु भने हाम्रो संस्कार संस्कृतिहरूलाई चाहिँ कहिले पनि नबिर्सौँ। पहिला बुढापाकाले जन्माएका जुन भाकाहरू हामीले त्यसो त भनियो। अनि खै आफैसँग टोपी पनि छैन, दौरा सुरुवाल नि छैन। अहिले त मेरो बुढो मान्छेको सुत्ने टाइम भएर त्यही भएर टोपी अछ्यानमा फुकालेर राखेको छु। अनि अघि यसो पस्यो कि पसेन पो आज त? अघि चिरिप्पा अलिकति खाएर बसेको नि। लौ त त्यसो भए साह्रै पो पहिलाको हाम्रो बल्ल यादहरू मेटियो। अब अन्तिम भो लो एउटा गीत सुनौँ अनि छुटौँ पो। अब गीत अब कुन खालको सुन्नुहुन्छ? अब
पालर सुन्नुहुन्छ कि हक परे सुन्नुहुन्छ कि कस्तो खालको सुन्नुहुन्छ? अब पहिलाको मान्छे पहिलाकै गीत सुनिन्छ, अघि सुनिहालियो, अहिलेको गीतहरू त यस्तै त हो नि पुरोहरू। किरे भागर लग्थिक गप्पा लग्थिक पातोगा लु तरे साले खेप्से सारे हो पोङसा राडेरेन सिंका चेक्सम सारम्बे ल कमरे कम्बाले खेप्से सारे हो ल हाल्लु ला कतिसम्म सुनुन्छ भन्दा भन्दै यो इन्द्रले पनि गीत गाए न। लु लुच्चेसँग यति गाउनु भएकोमा धेरै धेरै धन्यवाद भन्छु। यार खेले आउनु गेन लु लु सेवारो अल्लो सेन्छिरो है सेवारो